उम्, आज म यो इस्कुस खाँदैछु। अब म चाहिँ करेला भनेर चिन्छु होला, कतिपयले इस्कुस भन्छन् कि प्रायः जस्तो मान्छे इस्कुस भन्छ, तर मलाई त इस्कुस होइन है, म त इस्कुस भनेर चिन्दिनँ है, करेला। गाउँघरमा चाहिँ अब करेलै भनिन्छ नि त हामीले त। अनि मम्मीले पठाइदिनु भएको मलाई स्पेसल, त म मम्मीलाई धन्यवाद दिन चाहन्छु। मम्मीलाई, मम्मीले यो भिडियो हेरिरहनु भएको छ क्या, मम्मीले नै तर हेर्नुहुन्छ भने होइन, हुन्छ हेर्नुहुन्छ, तपाईँलाई धन्यवाद मामु, तपाईँलाई धेरै धेरै धन्यवाद, किनकि मलाई धेरै करेला मनपर्छ। अब गाउँमा आएर करेला खानु पनि पोसिबल छैन, दसैँ तिहारमा घर गइएन, आइएन मम्मी। अब के गर्नु, अब सिचुएसन यस्तै छ कि, परिस्थिति यस्तै भइदियो, त्यस्तै भइदियो, त्यसैले गर्दा अब घर आउन पाइएन, तै पनि यो करेला पाइयो। मेरो खाना कस्तो मिठो लाग्छ मलाई। यो भन्दा पनि चाको कस्तो तातो छ। अनि अब धोक्रो भन्छ नि, भित्रको धोक्रो, अनि त्यो जिब्रो यति मिठो हुन्छ कि, सबसे मिठो चाहिँ यो हो है। पहिला चाहिँ गाउँमा चाहिँ मम्मी हामीले सबैले क्या, सबै छोराछोरीले नि त यो भित्रको जिब्रो चाहिँ मम्मीले निकाल्दै दिन्थ्यो क्या, माया लागेर नि, माया गरेर। अनि यस्तो बाहिर खान्थ्यो, जिब्रो चाहिँ भिडियो चाहिँ मम्मीले दिन्छौँ क्या, यस्तो मम्मीले दिन्छु। अहिले त कसरी दिनु, एक्लै खाने, अब के भन्नु, मम्मी भए त मम्मीले दिनुहुन्थ्यो छैन, मम्मी हुनुहुन्न, एक्लै यस्तो अब